घरमा खानु एउटा माड छैन, एउटा जमिन छैन, त्यही रोपेर खाऊँ भनी जङ्गल पनि जानु कोही साथी छैन। साथी छ कि मेरो साइला भाइ? साइला, ए साइला, नमस्कार। म आरब थापा, म यस कमिक्समा ज्यामिरेको रोल निर्वाह गरिरहेको छु। हेलो बेबी, तिमी कहाँ छौ? म त तिमीलाई अघि नै देखि घुरिरहेको छु नि। नमस्कार, म लोकिता लामा। यस कमिक्समा म नक्कलीको भूमिका निर्वाह गर्न गइरहेको छु। त्यसैगरी गरिब दुखी मान्छे घरमा खानु एउटा चामलको सिट्टा छैन, रोपेर खाऊँ भनी खेतको एउटा नाउँ निशान छैन, घाँस दरा जाउँ भनी गाउँमा एउटा कोही चिनेर साथी बनाएको छैन। सबैले हेर्छन् मलाई त गरिब भनेर। मेरो आफ्नै भाइ छ कि साइला? साइला, ए साइला, किन ओइ? डरा काट्नु हिँडे, डरा काट्नु। ल ल पकमा आए, एकछिन बस्दै गर है। ल ल टाढा आइजो। ल ल ढिलो गरी त साइला, तँलाई केलाई? ओहो, हेर न, मलाई त पेट काटेर मर्नै पो आँटे त। म त एकछिन यता झाडीतिर कतै चर्पी गर्न जान्छु है। ल ल। ओहो, गाह्रो पो भयो त। धेरै खाइछु कि क्या हो? अनि हात धुइछ तैँले हगेर? कहाँको पानी पाउनु र धुनु? त्यही यतै सेउलाको पातले पुसेको नि। फेरि पो आयो त हौ मलाई त। कस्तो गाह्रो भएको हो। हैट। के खाएर आएको छौ साइला? यसो तँलाई झारा थियो भने टन्टालले। के खानु नि? ब्रोइलर कुखुराको मासु खान्छु, चामलको भात खान्छु। बरु त्यही खाने बेलामा ऊ पल्ला घरे दिदी आइपुगेका थिइन्, बिगार पो पार्दैछिन् कि क्या? शङ्खै पो लाग्छ त मलाई। तर चुप लाग, आफ्नो जोपाइदिएर दोष लगाएर हुन्छ? हुँदैन, त्यो पनि हुँदैन। लु जाउँ, मैले एउटा तलाको डल्लो ल्याएको छु, यतै बसेर खाउँ। आइज खाउँ। ओहो, छि, तेरो हात कति फोर, त्यही पनि त्यही हातले सुन्तला केला छ। म त खान्न यो, आफै खिच। लु 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 लु, नखा त, म आफै खान्छु। कहिले सुन्तलाको अनुहार देखे बाबु खान्छस् त? ओहो, मलाई बरु तेरो अनुहार देखेर हग्न आयो फेरि। म फेरि हग्न जान्छु। ओहो, यस्तो भसारे भएर हिँडेपछि हैजा रोग्ने किन नलागोस् त यो जामारातको दुधलाई? के रे फेरि भन्छ? अनि तेरो छोरी के छ हालखबर साइला? मेरी छोरीको हालखबर त के हुनु? मैले यत्रो लामो 3 हातको मोबाइल किनिदिएको छु। टिकटक, फेसबुक, इन्स्टाग्राम, भाइबर सबैमा भाइरल छ मेरी छोरी त। दुनियाँले चिन्छ, दुनियाँले। नचिनी भने कोही छैन। तेरी छोरी पनि तरुनी भइगयो रे। कहाँ हुन् छोरी तरुनी? बेगुनी बेला त भयो होला। छैन, मेरी छोरी भर्खर 13-14 की भएकी छि। ए, मेरी छोरीलाई त मैले त यत्रो लामो मोबाइल किनिदिएदेखि रामे श्यामे हरि सबैले चिन्छ, सबैले। लु लु, ढाक नदेखा तेरो छोरीको यति लामो फोनको। उसँग छैन अनि डाड गर्छ, डाडे। मलाई तेरो पनि थाहा छैन? मेरी छोरीलाई त नि घरमा इन्टरभ्यू लिनेको त लाइन लाग्छ, लाइन। हुन पनि के थाहा यस्तालाई इन्टरभ्यू भनेको? अन्तर्वार्ता के अन्तर्वार्ता। लु के लु, ढाक नदेखा तेरो छोरीको यति फोनको। डरा कन हिँड। लु लु, हिँड्छौ। बरु मलाई फेरि पो हग्न आयो। म गएँ है एकछिन। लु लु, त चाहिँ हग्दै बस, म गएँ डरा काट्न।
हेलो बेबी तिमी कहाँ छौ म त तिमीलाई अघि नैदेखि कुरिरहेको छु नि कति बेला आउँछौ प्रिय तिमी बाइकमा सरारा आउ न म तिमीलाई कुरेर बस्छु देख्नुभयो मलाई त मेरो राजेश हमालले भेट्न आउँदै हुनुहुन्छ तर अलि ढिलो हुन्छ भनेर भन्नुभएको छ त्यति बेलासम्म चाहिँ के गरेर बस्ने होला एउटा टिकटक बनाएर बस्नु पर्ला जस्तो छ टिचर मेरो मोबाइल समातिनुहोस् न समातिनुहोस् म एउटा टिकटक बनाउनु पर्यो मलाई पल्ला रे साइलोले हत्तेरिका साइली रिमाई थत्तेरिका साइली रिमाई ए म त ढाले थ्याङ्क यू सो मच कति ह्यान्डसम सर भाइ तपाईँ त ओहो ज्योति तिमी कहाँ हराए कि पढ्न किन नआए कि आज आदिन जाब त्यस्तो पढ्न सर्न सरले सोधे हुनुहुन्छ पढ्न किन नआएको भनेर सोधुन ती बुढाहरूको काम नै के छ र हुन त आफू त भाइरल मान्छे यसै पनि प्रख्यात छु त्यसै पनि सोध्ने भइहाल्यो नि यस्तो बेलामा पढ्नुको सट्टा मोबाइलमा लिप्त भएपछि के प्रगति हुन्छ भन् त प्रगतिको कुरा नगर्ने एकान्छी आफू त भाइरल मान्छे त्यसै पनि प्रख्यात छु तै पनि मोबाइल चलाएर कति धेरै फाइदाहरू छ सुन्छेस् लु भन्न त सुनौ सुन पल्ला घरे साइलाको मोबाइल चलाउँदा लप परेको थियो अहिले झन् बिहे नै भएछ भने अरू पनि सुन्छेस् कि लु भयो सुन्दिन बरु घरमा गएर आमालाई सघाए नि कति हुन्छ कति लु जा हुनलाई यस्तालाई मोबाइलको विशेषता नै थाहा छैन होला आफ्नो त राजे सवाल भेट्न आउनेवाला भइसके भाइ बाइकमा सरर माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा हे 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 ला 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 हो 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 ला 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 फुचेको फुची भनेको तिमी नै हो नि अनि फुचेको फुची भनेको तिमी नै हो प्रिया हो नि I love you, Priya. I love you too, प्रिय अनि तिमी त मलाई भेट्न बुलेट बाइकमा आउँछु भनेर भनेको थियो होइन बाइक बाइक त सम्झिने पानी चम्किने जाऊ म त तिमीसँग बोल्दिनँ जाऊ कट्टिस नरिसाउन प्रिया अनि तिमी त मलाई भेट्न मलाई अनि झुटो कुरा गर्ने मान्छे मन पर्दैन भने थाहा छैन अनि तिमीलाई बाइक चाहियो कि बाइक चलाउने मान्छे चाहिएको प्रिया हुन त मलाई बाइक चलाउने मान्छे चाहिएको नि प्रिय तिमी मलाई कति माया गर्छौ लाठी त्यो पनि सोध्ने कुरा हो त तिम्रो लागि त म आकाशको तारा झार्दिन्छु नि त्यसो भए मलाई नि तिमीसँगै लैजाऊ न त ओहो यति हजार भइसक्यो र मलाई त कस्तो हतार भइसक्यो अनि हाम्रो फेसबुकको मायालाई अझै अभर बनाउनु परेन त पर्यो त्यसो भए मलाई नि तिमीसँगै लैजाऊ न त ओ हिँडी पो हाल्ने मलाई त कस्तो हतार भइसक्यो बिहे गर्न ल जाउँ हेर छोरी ए छोरी मेरी छोरी कहाँ गई तपाईँहरूले देख्नु भएको छ होइन के भयो साइला रुइरहेछस् त मेरी छोरी हिजो रातिदेखि घरमा आएकी छैन कहाँ गयो होला के खायो होला के गर्यो होला केही पत्तो छैन हो यस्तै हुन्छ भनेर मैले तँलाई पहिले भनेको थियो तर तैँले मैले भनेको कुरा एउटै सुनिनस् उल्टे मेरो फिल्ली उडाइस् बरु मेरी छोरी यही शिक्षक किल्लामा शिक्षक भएकी छिन् अब म पनि मेरो कान्छी छोरीलाई म राम्रोसँग पढाउँछु राम्रो हेरचाह दिन्छु यत्रो छ मेरी छोरी खुवाई पियाई गरेर यत्रो मोटो बनाउँछु नरु साइला नरु अब रुएर तेरी जोटी छोरी आउँदिन बरु त आफ्नो कान्छी छोरीलाई राम्रो हेरचाह गर के तपाईँहरूको छोराछोरीको त यस्तै हालत भएको छैन नि
तपाईँ छोराछोरीहरू यस्तै हालत हुनसक्छ। त्यसकारण तपाईँहरूको छोराछोरीको फोन टाढा राख्नुहोस् छोराछोरीबाट। हो आदरणीय अभिभावकजीहरू, हाम्रा छोराछोरी कहाँ जान्छन्, कति बेला विद्यालय पुग्छन् भनेर उनीहरूको सरहरूसँग पनि समन्वय गर्ने गरौँ। छोराछोरी बिग्रिनुमा अभिभावकको पनि त दोष हुन सक्छ। त्यसैले यस्ता गल्तीहरू पहिचान गरी छोराछोरीलाई असल मार्ग निर्देश गरी असल अभिभावकको कर्तव्य निभाऊ। धन्यवाद।